मेरो बड्डा उहाँ के गरिरहेको कस्तो माया लाग्यो बड्डाको पनि बनाउनु पर्यो। मलाई कान्छी बनाउनु न। फिक्स हो नि त्यो एकदम तिम्रो कान्छी त नि। अनि यो रानीले कान्छी बनाएपछि मलाई के बनाउने नि फेरि? तिमी जेठी हो एकैछिन है जेठी। हेलो बुढी भन त। हेलो बड्डा कहाँ हो के गर्दै हो? ए म भर्खरै अफिसबाट निस्केँ नि बुढी। यति बेलासम्म नआएको 5 बज्छ त। आउने त भनेको आज अलि ढिला होला साथीको बर्थडे छ। ए बर्थडे सकाएर चाँडै आऊ है बड्डा। अब छिटो भन्दा पनि अनि आज अब अलि खानपिन हुन्छ बुढी। म त राति 2-3 बजीसम्म यतै 2टा साथी छन् यतै हुन्छ कि। ल हुन्छ साँझ धेरै रक्सी नखानु के अरे है समयमै घर आउनु। ल मैले अहिले राखेँ म है। ल म धेरै रक्सी खान्न मिलाएर म आउँछु नि 2-3 बजे है त। ल बाई 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 बाई। ए बुढो कहाँ हो तिमी अहिलेसम्म 6 बजिसक्यो यहाँ घर आउने होइन? कहाँ हुने अरे बुढी अफिसमै छु नि। ए नाटक नगर है बड्डा नाटक नगर। 6 बजीसम्म अफिस खुल्ला हुन्छ खुलखुल घर आउनु पर्दैन? अरे बुढी आज धेरै काम छ कि अफिसको कत्रो लथाल दिन्छ छ अलिकति टाइम लाग्छ। अझ खुबै बढी काम थियो गरे। मलाई थाहा छैन र तिम्रो बानी के हो भनेर। दुनियाँ केटीसँग बस्ने अनि रक्सी खाने त्यही त होला बढी काम। यो मा खराब गरेछ मान्छेलाई कत्रो कामको प्रेसर त यहाँ बोसले गाली गर्छ थर्काउँछ खराइरहेको छ गरा। अन्त उल्टो थर्काउँछ हेर्दा त घर आइजन तेरो त के हुन्छ यहाँ आएपछि थाहा हुन्छ रोक। यस्ता हामीसँग नसकिने भयो।